जहिले म आज बिहान धेरै सुत्छु भनेर सोचेको हुन्छु नि त्यो दिन चाहिँ सबभन्दा पहिला निन्द्रा खुल्छ के। अनि काम गर्ने मान्छेहरूले चाहिँ छुट्टीको दिनमा चाहिँ धेरै सुत्छु भनेको बेलामा निन्द्रा छिटो खुल्छ नि, त्यस्तै हामी पनि बुहारीहरूलाई माइत गएपछि धेरै सुत्छु जस्तो लाग्छ नि त, त्यति बेला त झन् बिहान नै निन्द्रा खुल्छ। मैले पनि के आज अलि ढिलोसम्म सुत्छु भनेर सुतेको थिएँ हैन, बिहान निन्द्रा खुलिहाल्यो। अनि के गर्नु, उठेर हातमुख धोयो अनि खाली के बस्नु भनेर चाहिँ म आँगन सफा गर्नतिर लागे। आँगनमा चाहिँ दुबोहरू धेरै पलाएको रहेछ, यो जति काटे पनि फेरि निस्किहाल्छ, काटेको काटे गर्नुपर्छ के। अनि मैले आज चाहिँ तास्दैछु त्यो सबै दुबोहरूलाई। म काम गरिरहेको थिएँ, मेरो छोरी बिचमा डिस्टर्ब गर्न आइहालिन्। बुवाले यो दुबो तास्नलाई सजिलो हुन्छ भनेर लिएर आउनु भएको थियो, एकदमै धेरै सजिलो भइरहेको थियो। और फरुवाले त अलिकति धेरै ताकत लाउनु पर्छ नि त, फरुवा धेरै चलायो भने थाक पनि लाग्छ नि, ढाड पनि गल्छ नि त, अनि यसले त केही पनि हुन्न, मजाले बसी बसी दुबो तास्न सकिन्छ। अनि म चाहिँ आँगन सफा गर्न लागे। यहाँ घर वरपर रुखहरू छ नि त, रुखको पातहरूले पनि आँगन एकदम फोहोर भइरहेको छ। त्यही माथि हाम्रो घर साइडमा चाहिँ आमको रुख काट्नु भएको रहेछ, अनि त्यहाँको पातहरू अनि आमको दानाहरू पनि त्यहाँ धेरै नै थियो, फोहोरहरू। मेरो बानीकै साथीहरू म जता गए पनि फोहोर देखे भने सफा गरिहाल्छु। हिजो मैले पोस्ट गरेको भिडियोको कमेन्टमा चाहिँ धेरै जनाले सोध्नु भएको थियो कि हजुरको माइती घर कहाँ हो, डोके बजार भनेको कहाँ हो भनेर। मैले पहिलाको भिडियोमा सबै कुरा भनिरहेको छु हैन, आज पनि नयाँ नयाँ साथीहरू जोडिराख्नु भएको छ नि त, उहाँहरूलाई थाहा छैन होला, त्यही भएर म फेरि पनि भन्छु। घोडागढीदेखि उता र पलमानपुरदेखि यता बीचमा पर्छ डोके बजार चाहिँ। डोके बजारदेखि भित्र जानु पर्छ, अनि त्यहाँ गणेशपुरमा चाहिँ मेरो माइती घर छ। हामीहरू हुर्केको ठाउँ यही नै हो, अनि मम्मी बुवाहरू यतै बस्नुहुन्छ। म बिहान उठेको पनि फाइदा भयो नि, मैले घर आँगन नल्का सबै सफा गरेँ। अनि मैले हातमुख धोएर चाहिँ म ठुलो मम्मीको घर जाँदैछु। आज 11 दिन भएको छ नि त, अनि त्यही भएर आजको फुल भिडियो चाहिँ म साँझ अपलोड गर्छु, सबैजनाले हेरिदिनु होला। अनि मलाई फलो नगर्नु भएको साथीहरूले चाहिँ फलो पनि गरिदिनु होला।